भवतु सहनौ भुनक्तु सह वीर्यं करवावहै तेजस्विनामधीतमस्तु मा विद्विषावहै। ओम शांति शांति शांति। भक्तवत्सल भगवान को जय, तपेश्वर भगवान को जय, पाथी भरा आमा को जय, संपूर्ण भक्तर भगवान को जय, आज को आनंद को जय। आज भगवान को विशेष अनुकंपा, विशेष कृपा, यो अति पावन स्थान मेलम्ची गाउँपालिका नगरपालिका वार्ड नंबर 1 र 2 को शिरोभाग अत्यंत उच्च स्थान में रहेको यो दिव्यतम भव्यतम मंदिर पाथी भरा आमा को दिव्य पवित्र स्थान तपेश्वर भगवान को पावन चरण कमल में आउन पाउँदा अत्यन्तै खुशी लागेको छ। यो ठाउँलाई यसरी व्यवस्थित गराउँदै धार्मिक पर्यटन को प्रवर्धन गर्ने, समग्रमा क्षेत्रकै उन्नयन को लागि जुट्नु हुने, यसका परिकल्पनाकार जसले यो सपना देख्नुभयो, यो शिरोभाग उच्च स्थान भनेको भगवान को ब्रह्म को सन्निकट स्थान हो। परापूर्व कालदेखि नै पर्वतका शिखरहरूमा मन्दिर देवी स्थानहरू भन्ने गर्दथे, किनभने जति उच्च स्थान हुन्छ त्यति नै अध्यात्मको त्यो केन्द्र हुन्छ। मन्दिरको माथि शिखरमा गजुर राखिन्छ, किन भन्दा त्यो गजुरबाट ऊर्जा प्रवाहित होस् अथवा दैवीय शक्तिलाई खिच्ने काम त्यसले गर्छ। मन्दिरको जुन गजुर छ ब्रह्माण्डमा भएको ऊर्जालाई संकलित गरेर देवालय भित्र ऊर्जा प्रवाहित गर्ने काम चाहिँ त्यो गजुरले गर्ने गर्दछ। शास्त्रले के भन्छ भने भगवानको मूर्ति दर्शन भएन भने पनि मन्दिरको गजुर दर्शन भयो भने